म सुन्तलामा लाग्ने औसा किराको निम्ति पछि पाकेपछि फल झर्ने किराको निम्ति यो औषधि बोतल स्थानीय स्रोत साधन बोतललाई काटेर यो भित्र हामी राख्दैछौँ र यो चाहिँ मैले 150 रुपैयाँ गोटा किनेर ल्याएको र यसको डब्बा सहित किन्ने हो भने चाहिँ अलिक महँगो पर्ने रहेछ लगभग 500 जति पर्ने रहेछ त्यसो भएको हुनाले मैले स्थानीय स्रोत साधनलाई प्रयोग गरेर सुन्तलामा यो बगानमा म राख्न खोजिरहेको छु र यसको कारणबाट किसानलाई हुने क्षति न्यूनीकरण गर्छ। जतिखेर आम्दानी लिने बेला हुन्छ त्यो बेला चाहिँ फल पाकेर औसा किराको कारणबाट झर्ने गर्छ, त्यसलाई यसले रोक्ने काम गर्छ। धन्यवाद। निर्वाचन पछि निकै लामो समय पश्चात आज म यो मेरो कृषि फर्म बगानमा सुन्तला वन पसेँ लगभग 1 महिना पछाडि र आज चाहिँ मैले सुन्तला फ्रुट फ्लाईको औषधि यस्तोहरू आज राखिरहेको छु र यो चाहिँ स्थानीय स्रोत साधनलाई प्रयोग गरेर यो राखिरहेको छु र यसमा चाहिँ पछि पाकेपछि यो अहिले चाहिँ फुलबाटै फ्रुट फ्लाई प्रवेश गर्ने भएको हुँदा पाकेपछि आम्दानी किसानले आम्दानी लिने बेलामा चाहिँ फल झर्ने भएको हुनाले र किसानलाई नोक्सान हुने भएको हुनाले आज नै अहिले नै यो फुल फुलेको बेला नै यो फ्रुट फ्लाईको औषधि राखियो भने चाहिँ किसानलाई नोक्सान हुँदैन। त्यसो भएको हुनाले आज धेरै पछाडि यो बगानमा प्रवेश गरिएको छ र यो बगानमा प्रवेश गरिसके पश्चात निकै हरियाली छाएको छ र हामीले मल पानी पनि समयमा गरेको र सानो बिरुवाहरू जो यसपालि फल्न छोड्ने बिरुवाहरू पनि अत्यन्तै राम्रो फुलेको छ र यसरी फुलेको छ र यो सानो साइजको बोटहरू यसपालिदेखि फल्ने र ठुलोहरू गत 2-3 वर्षदेखि नै फलिरहेको छ र यसबाट यो सानो खालको बोटहरूबाट पनि यसपालि आम्दानी लिने र त्यसको निम्ति आज चाहिँ फ्रुट फ्लाईको औषधि मैले स्थानीय स्रोत साधनलाई प्रयोग गरेर बोतलहरूलाई प्रयोग गरेर डिउको बोतलहरूलाई प्रयोग गरेर राखिरहेको छु र यो चाहिँ आज म 25-30 वटा राख्छु र अर्कोचोटि फेरि राख्छु र यो एउटा बगानमा काम सुरु भएको छ। धन्यवाद।